होली अफर छ हजुर, होली अफर 100 रुपियाँको 20 प्याकेट आउँछ हजुर। 20 आइहाल्यो। पानीपुरी खाइहाल्यो। बहुत बढिया पानीपुरी छ हजुर। ओ भाषा हामी मिर्ची पनि बहुत हालिहाल्छ। ये क्या है यार, आइहाल्नु। साना साना छ त। 30 रुपियाँको पानीपुरी के खानु? कहाँ 20 रुपियाँको पानी माग्छ तपाईँ? 50 रुपियाँको कम आउँदैन। जति आउँछ त्यति त्यस्तो हुँदैन। कहाँ तपाईँ 20 रुपियाँ यो 20 रुपियाँ तपाईँ टोइलेट गर्न पाउँदैन काठमाडौँमा। 10 रुपियाँ तपाईँ कुन जमाना भन्नुहुन्छ हजुर? हाम्रो जनकपुरमा छ नि 50 रुपियाँको पानीपुरी माग्छ सब हाली। तपाईँ 20 रुपियाँको पानीपुरी माग्छ बाग बजारमा आएर। हामी एउटा मात्र चाख्छौँ। हुँदैन। कहाँ चाख्छ? कहाँ आएछ तपाईँ? पसन्द आएछ भने लिन्छ नि। यसको 50 रुपियाँ भाडा छ। यो सबै लगाएर 20 लाख खर्च छ हजुर। कहाँ तपाईँ 10 रुपियाँको? समोसा खाउनु, साउदी समोसा। साउदी रहेछ नि। नखाने पानीपुरी। कतिको समोसा दिउँ? 2 पिस समोसा, 2 पिस 2 पिस 50 रुपियाँ दिइहाल्नु। 50 रुपियाँ। बहुत महँगो पसल। आलु छ 60 रुपियाँ केजी। तपाईँको यो भन्छ नि बाहिरको आटा 120 रुपियाँ किलो छ। कहाँ तपाईँ सस्तोमा पाउँछ? ओहो त्यो पल्लो तपाईँ गइहाल्नुहोस् पानीपुरी दुसरो पैसा पोखर से ढेवा नखेको प्राइस बहा दो। चटपटे पानीपुरी ढेवा वाला आदमी यहाँ आओ, पोखर से ढेवा नहीं हो जाओ। हमने ढेवा वाला आदमी चाहिए, चटपट चाहिए। कतक रुपया की चाहिए? 100 रुपये। पैसा दो। ये काठमाडौँ का आदमी छ नि सब, हम मधेसीको सब ठग्छ। पहिला पैसा दो। ना मिले हाँ ना होता ढेवा दो। पानीपुरी खानु त। ढेवा दो पहले। ओ साउजी यो त देश एक्सपायर रहेछ नि त। के आएको यो? ये सब हमने यस्तो खाँदैन है दाजु, यो नखाओ। पेट दुख्छ तपाईँको। हमने पानीपुरी भनेको यस पानीपुरी हालिहाल्छ, यस्तो हालिहाल्छ। यो त केमिकल रहेछ। अगला हप्ता ल्याउँछ। पसलमा नै खानु। अरे पानीपुरी हजुर, पानीपुरी नयाँ राम्रो मिठो पानीपुरी छ हजुर। आइहाल्नु।